मर्निङ। पोखराबाट गुड मर्निङ भन्न चाहन्छु। म चाहिँ अहिले ट्रेकिङको लागि निस्किन लागेको पोखराबाट। नेपाली ट्रेकिङ जाँदैछु। अब चाहिँ निस्किन लागेको है त। बाई बाई। पोखरा हेम्जा नयाँ पुल हुँदै अहिले चाहिँ म बिरेठाटीमा पुगेँ। म चाहिँ बिरेठाटीदेखि नै ट्रेकिङ स्टार्ट गर्दैछु। गाडी चाहिँ उर्लेरी भन्ने ठाउँसम्मै जाँदो रहेछ। तपाईहरू हिँड्न सक्नुहुन्न भने उर्लेरी भन्ने ठाउँसम्म गाडीमा जान सक्नुहुन्छ। मेरो चाहिँ ट्रेकिङ स्टार्ट भयो। अब चाहिँ म हिँड्नु सुरु गरेको है त। हिँड्दै बाटोमा पानी पर्यो। पानी परेर मौसम यस्तो छ। अब तर चाहिँ पनि हिँड्नै पर्यो। ल म हिँड्नु। गाडी जाने रुट चाहिँ यो देखिएको बाटो हो। म चाहिँ यो बाटो हुँदै हिँड्दै आएर अहिले यहाँ रेस्ट गरेको एकछिन। यो बाटो हुँदै जाने हो म। अहिले चाहिँ बिहान बिरेखाटीदेखि हिँडेकोदेखि पानी परेको थियो। अहिले चाहिँ घाम लाग्न थालेको छ। टिटे ढुङ्गा भन्ने ठाउँबाट चाहिँ एकदम ठाडो उकालो रहेछ। 3200वटा फुटकिला पार गरेर हामी जानु पर्दो रहेछ। अब चाहिँ उर्लेरी भन्ने ठाउँमा पुग्न लागे। अब चाहिँ त्यहाँ एकछिन रेस्ट गर्छौँ, खाना खान्छौँ, अनि फेरि कन्टिन्यू हुन्छ हाम्रो यात्रा। म चाहिँ भेज खाना खान लाग्छु। हातले खाँदैछु। हातले खाने बानी। यो भ्यू पोइन्ट गेस्ट हाउसमा चाहिँ मिठो भेज खाना खाएर अब यात्रा कन्टिन्यू गर्दैछु। यो ठाउँलाई चाहिँ उर्लेरी बैठानी भन्दो रहेछ। अहिले चाहिँ म यहाँ बैठानी भन्ने ठाउँमा छु। अब चिसो खान्छु अनि फेरि कन्टिन्यू गर्छु। उर्लेरीबाट 4-5 घन्टा हिँडेपछि बल्ल घोरेपानी पुगिदो रहेछ। बाटोभरि नै हामीलाई पानीले रुजायो। नाङ्गे ठाँटी भन्ने ठाउँमा चाहिँ हामी चिया नास्ता गर्न लाग्दैछौँ। हामी बिरेठाटीदेखि हिँडेर फाइनली
घोरेपानी पुन हिल आइपुग्यौँ फाइनली घोरेपानी पुन हिल आइपुग्यौँ घन्टाको यात्रामा हामी पुन हिल आइपुग्यौँ दिनभरि पानी परेको थियो अहिले रोकिएको छ घोरेपानीबाट साँझपख यस्तो भ्यू देखिएको छ अहिले चाहिँ राति खाना खाँदै हो भोलि बिहानै 4 बजी उठेर हामी हेर्न जाने हो गुड मर्निङ फ्रम घोरेपानी हामी चाहिँ बिहान 4 बजी उठेर पुन हिल साइड जाँदैछौँ यसरी लाइट बालेर साथीहरू माथि गइसक्नुभयो म चाहिँ यहाँ कुरिरहेको छु साथीहरूलाई हेलो हेलो हामी अहिले पुन हिलको माथि टपमा छौँ सनराइज हेर्न प्रतीक्षा गरिरहेछौँ हामी सबैजना हामी त्यति लकी भएन अघि एकछिन घाम झुलुक्क झुल्केको थियो त्यही पनि अहिले हराएर गयो तर पनि ओभरअल भ्यू चाहिँ राम्रै देखेको छ हामी चाहिँ अनलकी भयो सनराइज पनि हेर्न पाएन अब हामी चाहिँ फर्किँदैछौँ कस्तो दिनमा आएछु अब सबै गुराँसहरू पनि फुलेर झरिसकेछ सिजन गइसकेछ अब सनराइज पनि हेर्न पाएन राम्रै भएन मेमोरी अनलकी भयो तपाईँ आइपुग्नु भएछ त कहाँबाट बस्नुभयो के माथि अनि अब फर्किनु लाग्नुभएको हामी त धान कुटाउनु लागेको छौँ ल ल राम्रोसँग आउनुहोस् व्यापार गरेर सकाएर हामी चाहिँ गएको पुन हिल र घोरेपानीलाई बिदाई गर्दै अब चाहिँ हामी घान्द्रुकतर्फ लाग्दैछौँ अब चाहिँ घान्द्रुकको यात्रा हुनेछ हाम्रो ल अब जाउँ है त चराको गुडीहरू कस्तो राम्रो चराको गुडी थियो
घोरेपानीदेखि घान्द्रुकसम्मको पुरै बाटो चाहिँ जङ्गलै जङ्गल, उकालो ओह्रालो, खोलाको किनारै किनारा भएर जानु पर्दो रहेछ। हाम्रो 2 दिनको यात्रा चाहिँ यो म्याप अनुसारको थियो। तपाईहरु पनि आउन चाहनुहुन्छ भने यो म्याप हेरेर फलो गर्न सक्नुहुन्छ। घोरेपानीदेखि 8 घण्टा हिँडेर हामी फाइनल्ली घान्द्रुक आइपुग्यौं। रातिको नाइट चाहिँ यस्तो देखिन्छ। गुड मर्निङ फ्रम घान्द्रुक एभ्रिवान। घान्द्रुकको मर्निङ भ्यू चाहिँ यस्तो देखिरहेको छ। आज पनि हिमाल देखेको छैन, हुसुलले ढाकिरहेको छ। यस्तै छ, आज पनि हिमाल देख्न पाइएन। मलाई घान्द्रुक एकदम मन पर्यो। यहाँको खानपान, यहाँको रहनसहन, यहाँको संस्कृति, यहाँको भ्यूले मलाई एकदम मोहित बनायो। मलाई यो ठाउँ एकदम मन पर्यो। घान्द्रुकलाई बिदाई गर्दै पोखरातर्फ जाँदैछौँ। बाई बाई घान्द्रुक। अहिले चाहिँ हामी घान्द्रुकको बस पार्कमा छौँ, पोखरा जान लाग्दैछौँ। मेरो ब्लग चाहिँ यही इन्ड हुनेछ। फेरि अर्को ब्लगमा भेट्ने बाचा गर्दै बिदा हुन चाहन्छु। बाई बाई एभ्रिवान।